अब कोरिया आउन चाहनुहुने साथीहरू सबजनाले राम्रोसँग मेहनत गर्नु। हेलो एभ्रीबडी, के छ? गुड मर्निङ है सबैजनालाई। टक्क आजलाई आइतबार हो अनि टक्क हामी चाहिँ अलि त 1-2 बजिसक्यो, बेलुकी हुन लागिसक्यो। सो हामी चाहिँ जिम जाँदैछौँ। फेरि मेरो बडी देखेर फेरि जिम चाहिँ हामी आइसक्यो है। अब दाइको बडी खतरा बन्छ नि सिजन दाइ तपाईँको हो। हिजो कपडा धोएको दिनमा पानी आयो यार है। आज कस्तो घाम लाग्यो माथि टपमा आयो अब जिम्मेवारी मान्छे बहुत होला नि फेरि है। मान्छे बहुत होला नि जिममा फेरि। पानी लिने बोतल पनि ल्याएर आयो क्या आज चाहिँ। लोत मान्छे छन् यार जिममा त फेरि। यस हाम्रो कम्पनीको निःशुल्क सुविधा भनेको यही हो। यो साइकल, त्यहाँ 3वटा ट्रेडमिल। त्यो ट्रेडमिल के भन्छ त है? ट्रेडमिल। अनि यो चाहिँ यो सिटअप हान्ने हो, त्यो 2टा हो। यो बक्सिङ, त्यति हो हाम्रो कम्पनीको फ्री सुविधा आफ्नो इम्प्लोइ मेम्बरलाई। कामदारलाई म त दुब्लो छु, त्यही भएर खासै गर्दैन, यस्तै बस्छु म। दाइ फेरि मोटो हुनुहुन्छ, घटाइराख्नु भएको दाइले मस्त। यही हो हाम्रो कम्पनीको फ्री सुविधा। जे होस्, यहाँबाट चाहिँ फेरि भ्यू खतरा देखिन्छ क्या फेरि। यस्तो ए उलाङ रहेछ यस्तै। पारीको त्यो होटल देख्यो नि, अल्टु होटल। हामी यता हरायौँ भने चाहिँ ट्याक्क त्यही होटल माथि जहाँबाट पनि देखिन्छ कि टपमा। उतापट्टि पनि लेखेको छ, यतापट्टि यता सब ठाउँ त्यही लेखेको छ, त्यही थाहा भइहालिन्छ। यो भयो हाम्रो खिसुक्सा होस्टेल कम्पनी। अनि यहाँ 2वटा छन्, तल चाहिँ यता तल 3वटा छन्। मस्त। म चाहिँ दौडिने एक्सर्साइज गर्छु टक्क लगाएर। अब सिधै दौड्नु हुन्न, यसो हान्नु पऱ्यो कि लगाएर एकछिन पछि है। नट निस्किएर रहेछ कि नट निस्किएर रहेछ कि। अनि यो हल्लियो कि ट्याक्क साइकल चलाउँछु सुरु एकछिन। ए Olha, treinando no Brasil. हजुर के हो कसलाई? तपाईँलाई? यहाँको 5,000 कि भएको? 5 यहीँको? ए ल त्यो त भइहाल्यो नि। यसरी चाहिँ स्टार्ट हुन्छ।
ड्रिम क्याब है यो चाहिँ ड्रिम क्याब नेपालमा हुँदा जस्तै लाग्थ्यो यार अरू लाग्यो देख्दा हजुर यो चाहिँ इन्ट्रेस्टिङ छ कि ल यो चाहिँ इन्ट्रेस्टिङ लाग्छ मलाई भयो भुँडीको चाहिँ चर्बी हुन्छ नि यसले निकाल्ने हो कि है लगाइन्छ अब एकछिन पछि ल अहिले वर्कआउट अझ सुन्ने छ खालि हामी दुईजना मात्र हौँ हजुर सबै गइसक्यो है अहिले सबै जहिले बनाउँदा नि यही भन्नुपर्छ के हामी लास्टमा आउँछौँ नि त सबैजना गइसकेपछि हामी लास्टमा भयो सबैजना गइसक्यो अन्त यार पुरा खाली छ यार जिम पनि यार फेरिको जिममा पनि यारमा खाली हुन्छ यार सबै गइसकिसके हिजो पनि यस्तै खाली थियो है जस ए अब त हामी पुरै शून्यता भएर बसिसक्यौँ हजुर हो म त बिहान नआऊ अनि गाह्रो त फेरि बल्ल आएछ म 1 मिनट नआउँदा यस्तो गर्छ भने नि त है सकिहाल्छ नि मलाई कुर्ती पनि मजा आउँछ यसरी घुमेँ यहाँ पाङ्ग्रा नभए त केहीको छैन यार पाङ्ग्रा नभए त केहीको पनि छैन कि हामी जिमबाट त निस्क्यौँ ट्याक्क लाएर है पुरा थकित भयो ल 1 घन्टा बसेको है 1 घन्टा अहिले बज्यो 3 बज्यो 2 बजे त्यहाँ आएको थियौँ 3 बजे अहिले मस्त आजलाई चाहिँ यति नै होइन अहिले उता जाने भिडियो बनाउनु नि त बाटो नि त अनि अब चाहिँ बाँकीको भिडियो चाहिँ बादमा गएपछि बबाल रहेछ त हामी चाहिँ पार्कमा आइसक्यौँ त्यहाँबाट ट्याक्क भिडियो बनाउनु चाहिँ पाएन उता रुमबाट आएको ट्याक्क यता चाहिँ आएर बबाल छ हामी बसेर पनि जान लागिसक्यो 4 छैन हाम्रो नयाँ मेम्बर किरण सिंह यता हुनुहुन्छ हाई भन्दै नि त अनि हाम्रो मोडल लाल बहादुर तामाङले फोटो भिडियो सुट गर्नु भइरहेको छ हाम्रो क्यामेराम्यान सुजन दाइ केही भन्नु न यार ठिक छ सबैजना हामीसँग पढ्नुहोस् कोरिया आउनु त्यस्तो पार्कहरू घुम्नेदेखि सबैको सपना पुरा होस् कोरिया आउने भन्न चाहन्छु म साथीहरूलाई इरुमी म एकछिन छे इरुमी दिपेश हिँड्दा छन्गु दिपेश है ओके ओके ल ल साथीलाई केही भनिदिनु न 1-2 शब्द अब कोरिया आउन चाहनुहुने साथीहरू सबजनाले राम्रोसँग मेहनत गर्नु त्यो सपना पुरा हुनेछ भन्न चाहन्छु अनि सबभन्दा एउटा कुरा के भन्न चाहन्छु भने मेरो साथीहरूलाई यो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिन आग्रह गर्दछु किनकि साथीहरू हाम्रो साथीहरूले सपोर्ट गरेन भन्ने सुनिरहेको छु त्यसैले अलिकति सबजनाले सपोर्ट सब्सक्राइब गरिदिनु पर्यो भन्न चाहन्छु अब बाँकी के भन्नु है ल ठिक छ अनि आफ्नो गर्लफ्रेन्डलाई के भन्न चाहन्छ चुप्पा चुप्पा यताबाट दिन्छ कि नै गर्लफ्रेन्डै छैन बरु यसो न के छ कसैको छन् भने यसो मलाई पठाइदिन भन्न चाहन्छु लालजी फोटो खिचिदिनु
सम्पर्क गरिदिनु भन्न चाहन्छु म। अब के गर्नु, गर्लफ्रेन्ड छैन, गर्लफ्रेन्ड बिनाको सिङ्गल जिन्दगी छ मेरो। ऊ चाहिँ अब के अरे E7 गराउने भन्दैछ। कोही डिपेन्डेन्टमा आउन चाहन्छ भने है ल त्यो पनि रेडी छ, कोही छ भने आउनु ल E7 को लागि। टक्कै फुलको बगैँचामा पनि फुलको बगैँचामा मेरी माया भनेर यसो गरिदिनु फुलमा हेरे जसरी हैन मैले फोटो खिच्दैछु भने भिडियोमा मलाई देखाउँदै बिस्तारै सर र रुक न त फेरि हाम्रो चाहिँ भिडियो सुट हुँदैछ है। टक्क यस्तो राम्रो फुल छ नि, हाय 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 हाय। हो 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 टक्क यहाँ चाहिँ माथि पार्कको यस्तो म पार्क देखाउँछु ल। अनि त्यही हो मस्त घुम्दिन्छ। फेरि कोरी आयो फेरि पार्क देखायो। यस्तो होइन गाइज, जस मलाई राम्रो लाग्छ कि यस्तो भिडियो सिडियो बनाउन होइन। यता चाहिँ फुटबल ग्राउन्ड छ त्यहाँ, अनि यो चाहिँ के भन्छ होला बास्केटबल। यता चाहिँ पार्क यही हो, यहाँ बस्ने 2005 मा बनेको रहेछ। यो चाहिँ खेङ्गिदोमा छ। अनि खेङ्गिदोको पहिलो मतलब हुन्छ नि पुरानो घर, पुरानो अपार्टमेन्ट चाहिँ यतातिर छ। म चाहिँ देखाउँछु ल यसपछि। जोस् मलाई चाहिँ बोल्न यता नेपाल हुँदा त माए चिलमा बोलिदिन्थेँ म। मस्त मजा आउँथ्यो। तर यतातिर अलि डर लाग्थ्यो भिडियो बनाउन पनि, डर लाग्छ कि यसो बाटोहरूमा नि बनाउनु। त्यही भएर त्यही हो गाइज, यस्तो सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो, सपोर्ट देखाइदिनु पऱ्यो सबैजना। टक्क हामीले यहाँ जान लागिसक्यौँ पार्कबाट। जस रमाइलो लाग्छ। यसो 2 दिन छुट्टी हुन्छ होइन, 2 दिनको टाइममा अनि यस्तो अब भिडियो सिडियो बनाऊँ भनेर यस्तो बाहिर निस्किन्छ। सपोर्टै गर्दैनन् यार कसैले पनि। जस यस्तो बबाल फुलेको के। अनि ऊ चाहिँ सकिसक्यो होइन। त्यो के अरे सायद त्यो फुलको नाम थिङ्गु, त्यो फुलको नाम के अरे? यो फुल होइन कि त्यो अस्तिको फुलको के साकुरा चाहिँ सकिसक्यो बाटोमा। अनि यस्तो फुल फुलेर चाहिँ यो चाहिँ पार्कमा यस्तो जाँदैछ मस्त। पुरानो बिल्डिङ चाहिँ यही हो कि बिल्डिङ। यहाँबाट यत्रो सल्लाल छेक्ने रहेछ। मतलब हुन्छ नि पुरानो, धेरै पुरानो हो अरे कि यो बिल्डिङ चाहिँ भन्ने सुनिदिन्छ है। हामीले चाहिँ अब थाहा त छैन, तर धेरै पुरानो हो अरे। यस्तो यो अपार्टमेन्ट चाहिँ धेरै पुरानो हो अरे। जोस् यस्तो छ है, यस्तो यतातिर अपार्टमेन्ट। तर यो चाहिँ धेरै पुरानो अरे। डिजाइन पनि राम्रो छ, बब्बाल छ कि। जोस् गाइज सपोर्ट गरिदिनु। सब चाहिँ हामी जान लागिसक्यो। मेरो फोनमा चार्जर छैन, न त धेरै बेर बनाउँछ। ओके गाइज, अब चाहिँ मार्टमा गएर यसो सामान किनेपछिको भिडियो आउँछ ल। ए कारहरू बोक्ने गाडी ल। नेपालमा चाहिँ देख्न पाइँदैन यस्तो गाडी, तर कोरियामा चाहिँ देखिन्छ। जोस् अनि हाम्रो कम्पनी चाहिँ यस्तो गाडी बनाउँछ कि त्यो अगाडिको छ नि, ऊ त्यो अगाडिको त्यस्तो गाडी बनाउँछ। ऊ त्यस्तोवाला त्यस्तो लामो ढोकाको रबर काट्ने हो। ए गाडी सिँगै बनाउने चाहिँ फेरि मै हो हेल्पर। यही हो पनि, यो गाडी पनि बनाउँछ लामो लामो गाडीहरू। अस्ति आएको ठुल्ठुलो गाडीहरू चाहिँ यही लामो लामो गाडीहरू बन्छ। जोस् त्यो गाइज किप वाचिङ। कति ठुलो बिल्डिङ छ है यो चाहिँ। सानो भन्थ्यो के गाउँबाट, ए काठमाडौँको घर देखेर यो क्याप्टप यस्तो झर्छ अरे भनेर। तर अहिले थाहा हुँदैछ। यहाँ आएर दाइहरू अगाडि गइसक्नु भयो, म चाहिँ पछाडि सुस्त बोलेर आइरहेको छु। जोस् बल्ल यताबाट देखिन्छ कि यति ठुलो। लगाइज गुड टु सी यु। लगाइज आजको भिडियो चाहिँ यतिसम्मलाई। जतिजनाले पनि अन्तिमसम्म हेरेर साथ दिनुभयो उहाँलाई चाहिँ धेरै 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 धन्यवाद भन्न चाहन्छु मेरो तर्फबाट। मनैदेखि नै धन्यवाद। र च्यानलमा रहिरहनको लागि सब्सक्राइब गर्नु होला च्यानललाई। सो अब चाहिँ हामी अर्को हप्ता भेटौँला। थ्याङ्क्स फर वाचिङ गाइज।